Lu Chris ya आइपुगिसक्यो Chris आयो Chris पक्रा So guys यो चाहिँ तपाईहरुको लागि मात्रै जाडोमा चाहिँ अब हैन No, very welcome back to another video of Kage series. Oh, भर्खर हामी चाहिँ अघि भर्खर भिडियो हेरिहाल्नु भयो होला हो भर्खर पुगेको जस्तो पुगेर एकछिन ब्याकस्याक झारेर चाहिँ हामी अब फेरि पिकनिक स्पटपट्टि लाग्दैछौँ केटाहरू सबैजना यो र योमा चाहिँ आज चाहिँ धन्नु कुदायो भने त भन्दा हाम्रो पाप चाहिँ छैन रहेछ चान्स गर्नेको घर पनि दामी बनाउँदो रहेछ यता हाम्रो फेरि हो त्यही हो कागेको सिन चाहिँ भ्यू यस्तो छ ल अहिले अब बाटोतिर हुन्छ कि तल डाइरेक्ट खोलामा हुन्छ भेटौँला अब हामी चाहिँ गएको घरबाट निस्किएको केटाहरू बाइकमा आउँदैछ पछि आउँदैछ धुम भनेर अब अलिक पर भेटौँ ल गाइस हामी चाहिँ होइन बाटो खोज्दै जाँदैछ क्या किनभने हामी कहाँ जान आँटेको भन्ने चाहिँ यादै छैन क्या अन्त निन्नीले चाहिँ भिडियो बनाउँदै पठाउँदैछ हो अब त्यही गुगल म्यापमा गयो भने चाहिँ गुगल म्यापले तपाईँलाई यादै छ अब बस्तीको रोड यस्तो दामी निकालिदिन्छ कि गडा कुदा भनिदिन्छ कि अनि त्यही कारणले गर्दाखेरि चाहिँ बिस्तारै जाँदैछ हामी अब बाटो सोध्दै जानुपर्छ हो अब चाहिँ गइदी सिधै गइदी बाटो चाहिँ यस्तो रहेछ हो यस्तो बिजोग भइदिइसक्यो कि हाम्रो चाहिँ यहाँ थाकेर चुर हो एउटा त आम्मामा बिसाउनु पनि पाएको छैन खोला आइज भन्छ बिसाउनु पनि पाएको छैन खोला आइज भन्छ अब खोला कुदेर चाहिँ अब हेभी इन्जोय गरिदिनुपर्छ के गरिदिनु हो जाडोमा अब खोला जानु मजा आउँछ एउटा एक प्रकारले अन्त ओभर थाकिदिएको छ ओभर आहो यस्तो थाकिएको छ कि अब के भन्दैन केटाहरूको हालत पनि यहाँ हेरिहाल्नु थाकेर चाहिँ चुर बाटो चाहिँ बाटो पर्छ नि त बाटोमा चाहिँ माटो मात्रै छ यस्तो कम्मरमा हात हालेर हामी भन्नुपर्छ त्यस्तो छ नि बाटो त भन्न पर्ला जस्तो भइदिएको छ यहाँ अन्त एकछिन किन बसेको भन्दाखेरि चाहिँ यहाँ लोकेसनको लागि कल गरेर अब यता हो कि उता हो भनेर हुन्छ गाइस अहिले तपाईँलाई खोलामा देखाउने छ अब के हुन्छ कसो हुन्छ भनेर ल बल्ल अब बाटोको पनि उयो ठेगाना पायो हामीले हो बाटो चाहिँ बाटो तर अब गइन्छ गएर चाहिँ त्यहाँदेखि खोला अब डाइरेक्ट खोलाको भ्यू ल तपाईँहरूलाई बोय इट्स अ बोय गाइस कता हो बाटोलेको अवस्था खराब छ हो कति हो चाहिँ कहाँ हो ए होइन पुलिसहरूलाई त्यो चाहिँ भर्खर चाहिँ गाइस ओभर जोक्स होइन होइन हाम्रो बहिनी यस्तो देखेको एउटा बहिनी रहेछ अर्कै बहिनी रहेछ हो त्यहाँदेखिको अब यता हाम्रो अब हामी लड्यो भन्नु जस्तो भइसक्यो बाटोले गर्दाखेरि चाहिँ हो अवस्था पुरा साह्रो छ हामी एउटा के भइहाल्यो चाहिँ भिडियो प्रुफ होस् भनेर नि होइन यस्तो भएको थियो बाटो यस्तो रहेछ बनाइदिनुहोस् हामी गइरहेको छ बाटो हेर्नुहोस् यसरी परिचय आइरहेको छ वी वेलकम यु ब्याक टु अब खोलाको फेदमा होइन तलतिर चाहिँ छ हाम्रो परिवार यहाँनिर पर्खिरहेको रहेछ हो त्यस्तो छ अहिले ओह्रालो कुदा हुँदैछ ह्यान्डिङ द क्याम्प टु स्टिभ दा ल केटा हो यस्तो लुगा लगाएर चाहिँ लु खोला चाहिँ गइदिएको हेलो हामी चाहिँ हेरै हल्का
फोटोसुट भएको हालतमा छ हो खोलाहरू यहाँ जानु चाहिँ फेरि कहाँ गएको भन्दा चाहिँ खोले चिसा अम्बो पानी त चिसो गाइस अम्बो सिप्लेक्स रहेछ जाऊ न आइपुग्यो डाइरेक्सन दिनलाई चाहिँ नि यहाँ आम्मा आधी बाटो आइपुगेर यहाँदेखिको ओह्रालो हेर आम्मा हो लो गाइस केही छैन क्या एक खाइदिएको चाहिँ लो एक घाँस चाहिँ अनि भन्ला त्यसो भने भन्दै त भन्दैन अब हामी चाहिँ खाइदिएको र तपाईँलाई अब इच्छिङबाट तपाईँलाई देखाउने छ अब यो खाइसकेको थाल चाहिँ कसरी सफा चट हुन्छ भनेर चाहिँ टाइपहरू खाने भयो ल त्यो उयोमा पोस्ट है उता उफ्रिनु न सुनिरहेछ यो चाहिँ तपाईँहरूको लागि मात्रै जाडोमा चाहिँ अब होइन कस्तो रहेछ कस्तो रहेछ चिसो नि हो मजा आइदियो बिस्तारी तिमी पनि ल सो गाइस म त पसेँ हो अम्बो यस्तो रिफ्रेसिङ भयो कि तर चिसो चाहिँ साह्रै चिसो क्या ह्याप्पी चिसो केटाहरूको दुविधा आफ्नो आफ्नो छ उता फर्क्यो अब हल्का चेन्ज गर्दैछ नि त केटाहरूको अब होइन अन्त मजा आयो क्या आजको दिन चाहिँ लभली डे यस्तो मजा आइदिएको छ आज खोलामा बतल भाइ यो मिसिङ यु क्या हो बतल भाइ यो मिसिङ यु तिमी हुनु भने थियो माछा भ्यागु त देखो ना गाइस देखो ना लो पढे देखो ना गाइस क्रिस छ त क्रिस परिचय आयो अर्को मुख पक्रियो यता देखो न त क्रिस पक्रियो ओरिजिनल माछा पक्रिसके Lu Chris, ya ibu kesakyo.
आए क्रिस अब यो क्रिस 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 बड़ा भाग्यो क्रिस बड़ा क्रिस टिप्नु सकेन पकड़ो देखो 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 आजा पकड़ो पकड़ो लु गाइस यो चाहिँ अब आजको क्याचहरू है यो चाहिँ आजको क्याचहरू लिहाल्नुहोस् केटाहरूले सबै क्रिस प्रकारले मात्रै पक्रेको सबै इस यो चाहिँ गतिलो छ इस यो चाहिँ सबै क्रिस प्रकारले पक्रेको केटाहरूले चाहिँ आम्मामा दिल नदिया भन्दै यो छ नि त इस यसले चाहिँ साह्रो दुःख दिएको छ यसले चाहिँ साह्रो दुःख दिएको छ यो चाहिँ मैले पक्रेको क्या यो त मैले पक्रेको यात्रीको अहिले पनि दुःख दिँदैछ देख्यो होला गाइस अब अलिकति तातो लुगा लगाइदिएको हेभी जाडो भइदियो अब चाहिँ लास्ट क्याच हेर्नु आएको हामी यहाँ खोलामा यहाँ हेर्दैछ रुवामा हात हालेर निकाल्ने प्रयास चलिरहेको छ यहाँ लगदो ल परिएछ यसमा आजको यो चाहिँ माछा अझै आउँदैछ उ हो ज्याम छ माछा अझै उ आयो माछा त्यहाँ पनि यो त भाइको गीत है यो त उयो भाइको गीत है यो दलैनको गीत हो उहाँ बिचमा नाच्दैछ यहाँ चाहिँ हो हल्का फेरि पक्रेको यो चाहिँ थर्ड क्याच होला यो चाहिँ के अब क्या तिर्सी पक्रिसक्यो माछा चाहिँ त्यसमा परेको देख्यो होला क्या यस्तो हुन्छ क्या देखो न गाइस अब चाहिँ हामीले यो भ्लग एन्ड गर्दैछौँ हो साह्रो जाडो भयो आगो पनि ठुलो बल्दैछ हो कुकुर चाहिँ बसेको होइन यहाँ बसेको है कुकुर मार्दैछ भनेर सुन्नु नसोचिदिनु होला हो गीतै जस्तो बताउँदैछ अन्त यस्तो छ आजको एन्ड चाहिँ ल यता पिस आउट